नमस्ते, स्वागत छ तपाईहरुलाई आजको भिडियोमा म तपाईहरुलाई बताउन गइरहेको छु कि कसरी तपाई 2025 मा जुन आईपीएल चलिरहेको छ त्यो कसरी आफ्नो मोबाइलमा लाइभ हेर्न सक्नुहुन्छ। दुई तीनटा तरिका छ, म तपाईहरुलाई बताउने छु। लास्टसम्म भिडियो हेर्दिनु होला। यो 2025 को आईपीएल तपाई आफ्नो मोबाइलबाट हेर्न सक्नुहुन्छ, चाहे तपाई नेपालबाट हेर्नुस् या विदेशबाट, जुनसुकै ठाउँबाट तपाई आफ्नो मोबाइलमा हेर्न सक्नुहुन्छ। जुन म आइडिया तपाईहरुलाई बताउन गइरहेको छु। सबभन्दा पहिला तपाईलाई यो बुझ्नु जरुरी छ कि यो आईपीएल कुन एप्लिकेसनमा देखाइरहेको छ। जस्तै अब यसको डिजिटल राइट्स कुन कम्पनीले किनेको छ। 2025 को डिजिटल राइट्स यहाँ कुन एप्लिकेसन यहाँ हेर्नुस्। 25 जियो सिनेमा र डिज्नी प्लस हटस्टार मर्ज भएर यो जियो हटस्टारले देखाइरहेको छ। 2023 देखि 2027 सम्म मतलब यो यही एप्लिकेसनमा आईपीएलहरु देखाउँछ। अब हामीले के गर्नुपर्छ, यो एप्लिकेसनहरु डाउनलोड गर्नुपर्छ। यो डाउनलोड गरेर तपाई हेर्न सक्नुहुन्छ। यो गुगलमा मैले सर्च गरेर डिज्नी प्लस हटस्टार डाउनलोड म तपाईहरुलाई सिकाइरहेको छु कसरी डाउनलोड गर्ने। यहाँ हेर्नुस्, जियो प्लस हटस्टार आएको छ, 12 मिलियन डाउनलोड छ। यो एप्लिकेसनलाई तपाई डाउनलोड गर्नुस् र साथमा यो पनि गर्नुस्, जुनसुकैबाट तपाई हेर्न सक्नुहुन्छ। दुईटै यो डाउनलोड गर्नुपर्छ तपाईहरुलाई। हेर्नुस् यहाँ अब यो जुन जियो हटस्टार लेखेको छ यहाँबाट इन्स्टल गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई डाउनलोड गर्न आएन भने मसँग सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईहरुलाई डाइरेक्ट लिंक पठाइदिन्छु। मेरो फेसबुक पेज हो वशिष्ठ अफिसियल, यसमा चाहिँ मेसेज गर्नु होला, म तपाईहरुलाई लिंक पठाइदिन्छु। यदि चलेन भने, डाउनलोड भएन भने म तपाईहरुलाई लिंक पठाइदिन्छु। धन्यवाद।